यो मायाले धेरै भो तुलेको मै हुनाले हाँसेर बोलेको रेलीको आगो लागेर घर तहस नहस भएका विनोद। हुन त हरेक व्यक्तिको आआफ्नै चाहना हुन्छ। त्यही चाहनाभित्र गायक बन्ने सपना देख्दै बसेका छन् दाङ बबई गाउँपालिका 5 जौबारीका भाइ विनोद महतारा। इच्छा छ, गायक बन्ने इच्छा छ ठुलै, कलाकार। बाल्यकालदेखि नै दुःखमा हुर्किएका विनोद अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै आइरहेका छन्। विनोद भन्छन् मलाई ठुलो गायक बन्ने इच्छा छ, तर के गर्नु घरमा आर्थिक स्थितिको निकै नाजुक छ। टिका देउतालाई पुछेसी माया मिठो जिन्दगी बुझेसी डालीको फुल नहल्लो हल्लाएसी झर्छ तिमी बसेको मन नदुखाउन सानोले ज्यानलाई पीडा पर्छ देउतालाई पुछेसी माया मिठो जिन्दगी बुझेसी डालीको फुल नहल्लो हल्लाएसी झर्छ तिमी बसेको मन नदुखाउन सानोले ज्यानलाई पीडा पर्छ हो ज्यानलाई पीडा पर्छ। म सानै थिएँ, हाम्रो त्यस बेला गोठालो गर्ने बाख्रा थियो, त्यस बेला सिकेको। न्याउली बरु डालीमै निदायो तिम्रै यादले बिस्तारा भिजायो न्याउली बरु डालीमै निदायो तिम्रै यादले बिस्तारा भिजायो हो तिम्रै यादले बिस्तारा भिजायो सारा दोष मलाई दिन्छौ मेरो गल्ती केही छैन भन्छौ अरे म मरे नि केही फरक पर्दैन केही फरक पर्दैन एक दिन उज्यालो छाउला मेरो पनि दिन आउला एक दिन उज्यालो छाउला मेरो पनि दिन आउला म मरेको छैन अझै म मरेको छैन म मरेको छैन अझै म मरेको छैन। यो मायाले धेरै भो तुलेको मै हुनाले हाँसेर बोलेको रेलीको ढोका बन नसम्झे हो मायालाई सम्झे रुन्छ
छ